हेलो नमस्ते कोन्निचिवा सबैजनालाई आज चाहिँ ढिला नगरिकन लेसन 11 सुरु गरौँ है त। लेसन 11 लाई के भन्यो दाइजु इचिखा होइन दाइजु इखा। ओके आज हामीले के गर्ने भने सामान गन्न सिक्ने है। बुकको मिनानो निहोन्गोको मिनिङ बुकमा चाहिँ सामान गोलाकार सामानलाई गर्नको लागि 1 देखि 10 सम्म चाहिँ स्पेशल हुने भएर गनिदिएको छ है। हजुरहरूलाई सम्झिन सजिलो होस् भनेर यहाँ पनि लेखिदिएको छु है। सामान गन्दा के त हितोचु बुताचु मिचु योचु इचुचु मोचु नानाचु याचु कोकोनोचु तो भयो के। यतिसम्म हामीले कण्ठ गर्यौं भो। अब 10 बाट उता के गर्ने भन्दाखेरि 10 बाट उता चाहिँ के गर्ने भने 10 भन्दा माथिलाई काउन्ट गर्दाखेरि नम्बर प्लस चु लेख्ने है। नम्बर भन्दा पछाडी चु लेख्ने, जतिको तति नम्बर लेख्ने चु लेख्ने। जस्तै 12 वटा स्याउ भन्दाखेरि 12 लाई के भन्छ जिउनी। अब के याद गर्ने चु जिउनी चु रिङ्गो। अर्को है त कतिवटा स्याउ भन्नालाई इकुचु रिङ्गो है। कतिवटा भन्नालाई के त इकुचु एकुचु रिङ्गो भनेको कतिवटा स्याउ भनेको है त। पातलो सामान गन्दाखेरि चाहिँ नम्बर प्लस माई हुन्छ है। माई लगाउनु पर्यो। नम्बर प्लस भन्ने बित्तिकै जस्ताको तस्तै 1 2 हजुरले 99 सम्म सिक्नु भएको छ नि। इजिली जे भन्छ त्यही नै राख्ने, स्पेशल हुन्न है। अनि माई एड गर्ने। जस्तै 10 वटा पेपर भन्नलाई 10 लाई के भन्यो ज्यू। अनि पातलो सामान गन्दाखेरि ओटा भन्नलाई माई। पेपरलाई खामी भनेपछि के भयो अब ज्यू माई खामी है। पातलो सामान कतिवटा भनेर क्वेशन गर्दाखेरि नम्बरको ठाउँमा माई नान भनेर लेख्ने, माईको माई नै हुन्छ है। नान माई भनेको कतिवटा। कसैले तपाईलाई क्वेशन गरेर नान माई भन्यो भने चाहिँ पातलो सामान सोधेको, कतिवटा पातलो सामान भनेर सोधेको है। ओके मेसिनरी सामान अथवा घरको सामान भाक्रो सामानहरु काउन्ट गर्दाखेरि नम्बर प्लस दाई हुन्छ है। जस्ताको तस्तै नम्बर प्लस दाई एड गर्नु पर्यो है। जस्तै 10 वटा कार भन्नलाई 10 लाई एकदमै जो माई जो दाई गुरुमा भयो है त। ओके ठुलो मेसिनरी सामानहरुलाई कतिवटा भनेर क्वेशन गर्दाखेरि नम्बरमा के राख्नु पर्यो नान। दाईको दाई नै हुन्छ। नान दाई भन्यो भने कतिवटा भन्ने हुन्छ है त।